हेलो हेलो हामी नयाँ बस्ती बौद्ध नयाँ बस्तीतिर छौँ है गाइजहरू। यस्तो पा अब हामीले लाफिङ खाइसक्यो। अब हामी घर जान लाग्यो है। दामी छ तर रमाइलो छ। यो हाम्रो सबभन्दा लम्बु साथी हो है, सबभन्दा लम्बु है, तर मभन्दा 2 इन्च मात्रै अग्लो छ अरे। यहाँबाट एक राउन्ड हान्नु न केटाकेटीहरू यार। अनि ओइ कहाँ जान्ला तिमीहरू यार, एक राउन्ड हान्नु भने यार। एउटा कुरा भन होइन, 5-4 र 5-10 मा कतिको फरक हुन्छ? 5 होइन, कति इन्चको फरक गरे नि? त्यस्तो नभन्नु न यार, मभन्दा उहाँ 2 इन्चको अग्लो मात्रै हो गाइस होइन। रमाइलो हुनुहुन्छ, ठिक छ। फोटोमा गरे के हो? रमाइलो हुन्छ होइन, कहाँ छैन फोटो। फोटोमा दिस इज भिडियो गाइस। होइन, फोटोमा नापे दामी देख्यो त यार, दामी देख्यो त गाइस, दामी देख्यो, दामी देख्यो। पछाडितिर राम्रो केटी छ, दामी होइन। सबभन्दा लम्बु साथी हो गाइस होइन, ठ्याक्कै 6 फिट छ है। म चाहिँ त्यसपछिको लम्बु फिट हो। ए सरी, ठिक छ। हामी बौद्धनारायण हाम्न जान्छौँ है, रमाइलो छ। यो हाम्रो 2जना साथीहरू। अनि त्यसपछि म यता छु है, डन छ यहाँ। म यहाँ छु। कपडा त यस्तै हो गाइजी, कपडा त यस्तै हो। बौद्ध यस्तो पा चाहिँ दामी छ है गाइजहरू। यस्तो पा इज गुड गाइज, यस्तो पा इज गुड। कहाँको फ्याउरी आयो फेरि? कहाँको फ्याउरी उडेर आयो के आएको यो? ठिक छ। चटपट झटपट छटपट छ त्यहाँ। तर हामीले अलरेडी लाफिङ खाएर चाहिँ अब हामी यस्तो के अरे जङ्क फुडहरू धेरै खाँदैनौँ होइन। हजुर, किनभनेदेखि म जिम गर्छु होइन। ठिक छ। बौद्ध नयाँ बस्ती, बौद्ध नयाँ बस्ती, च्याबा छामे देङ्ला दोला मोज मस्ती। बौद्ध नयाँ बस्ती, बौद्ध नयाँ बस्ती, च्याबा छामे देङ्ला दोला मोज मस्ती। दर्शक महानुभावहरूलाई कस्तो लाग्यो हाम्रो नृत्य? एकजना बहिनीले नृत्य गरेर गइसक्नुभयो है। राम्रो नृत्य गर्नुहुन्छ मलाई थाहा छ। पक्कै पनि हजुरहरूलाई राम्रो लाग्यो होला। हजुर, होइन हामी त्योभन्दा धेरै नबोल्नु है। दामी त राम्रो आइरहेछ यार। खै त हेर्नु त तपाईँलाई कतिको गोरी आउँदो रहेछ हेरौँ। तर कालो आइरहेछ यार, सरी। लाइट बालिदिनु त अलिक सेतो आउँछ कि उहाँ। यो चाहिँ बौद्ध नयाँ बस्ती, दामी दामी दामी। यसको आँखा चाहिँ दामी लाग्यो गाइस, यसको आँखा चाहिँ दामी लाग्यो। ओके 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 ओके। यस्तो 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 होइन। हाम्रो केटाकेटीहरू गइसकेको छ गाइस, टाढा बाई बाई, टाढा बाई बाई, टाढा बाई बाई। हाम्रो केटाकेटीहरू गइसक्यो है। यहाँ बौद्ध नयाँ बस्तीको छ, दामी रमाइलो छ। ओके 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 ओके। अनि यो चाहिँ गेट है, यो चाहिँ गेट। यो हाम्रो केटाकेटीहरू दामी दामी। अब हामी मेन रोडमा आइपुगिसक्यौँ है। दिस इज कल मेन रोड गाइज। यहाँ म अड्क्यो, कता जाने हो, कहाँ जाने हो? म अड्क्यो पाएँ ठक्क। त्यसपछि म मेन रोडमा आइपुगेँ। मेन रोडमा आइपुगेपछि म हिँडेँ। पछाडि हेर्नु पऱ्यो नि, गाडीले उडाइदियो भन्दा जात्रा भइहाल्यो। हाम्रो केटाकेटीहरू उता हिँड्दा छ। अनि मलाई एकजना दाइले चाहिँ पठाओस् भनेर सोध्नुभयो, तर म होइन भनिदिएँ है। दामी दामी राम्रो भइरहेछ।
यो चाहिँ रोड है रोड त सबै थाहा छ तर यस्तो गर्दा गर्दा मेरो हात दुखिसक्यो क्या गाइस यस्तो गर्दा गर्दा चाहिँ मेरो हात दुखिसक्यो क्या अब यस्तो गर्नु पऱ्यो यो गाडी खतरा गाडी है यो दामी गाडी ओके 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 हामी अहिले बौद्धमा छौँ गाइस तर दामी रमाइलो भइरहेछ रमाइलो भइरहेछ रमाइलो भइरहेछ रमाइलो भइरहेछ है रमाइलो भइरहेछ ए केटाकेटीहरू कहाँ जाने ओ कहाँ जाने भयो यार तिमीहरू यतिकै गफ हानेर बस्ने हो कहाँ कहाँ जाने अब चाहिँ हामी केएफसी खान जाँदैछौँ गाइस यो केएफसी होइन मासु भात भन्नु न यार केएफसी किन खानु पऱ्यो तपाईँलाई अनि हामी अब रोड क्रस गर्न लाग्यो रोड क्रस गर्न लाग्यो रोड क्रस 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 मलाई डर लाग्यो गाइस डर लाग्यो डर लाग्यो ओ गाडीले उडाइदिएला हौ जे हो त्यही भन्दै के हुन्छ यार राम्रोले राम्रो भन्नु नपाउने हामीले अब तपाईँ काली हुनुहुन्छ काली भन्नु नपाउने मलाई काली भन्दैन एक्चुअली गाइस मलाई गौ गौरव भन्छ हैन हजुर बट दे से अलवेज काली 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 हुनलाई म अफ्रिकामा जन्मेँ होइन भन्नु पनि कुरा म बुझ्छु नि त्यो कुरा होइन र ओके रमाइलो छ रमाइलो छ रमाइलो छ मलाई यो भिडियो खिच्ने तरिका चाहिँ उहाँले सिकाइदिनु भयो भर्खरै भर्खर मेरो साथीले है होइन अनि जसले मलाई गाडीले उडाइदिएको गाइस म के मान्छेलाई केएफसी खुवाइरहेको तिम्रो कहाँ जानु साथीकै केएफसी कहाँ जानु मासु भात चाहिँ पुग्छ यार सधैँभरि केएफसी खान पायो भने मजा आउँछ एक दिन मात्रै केएफसी खाएर भएन नि अनि रमाइलो छ रमाइलो छ रमाइलो छ तर हात लास्टै दुख्दो रहेछ यार तिमीले अलिकति समात्ने तरिका नमिल्या ओके हामीलाई चाहिँ यस्तो फ्लेक्सिबल हुन्छ कि 1 2 यस्तो हुन्छ कि अब हामी अलि छिटो जाउँ है हजुर हामी दौडिँदै आएर अलिपछि भात के अरे पैसा तिरिदिन्छौँ भन्नु पर्नु भयो गाइस हात चाहिँ दुख्यो है अरू ठिक छ यहाँ कार्यक्रम चलिरहेको छ है यो त विदेश जानलाई होला यो अमेरिकातिर जान्छ होला गाडी सायद यो अमेरिकातिर जाने गाडी है गाइस तपाईँहरूलाई बुकिङ गर्नु छ भने जानु होला है अब हामीले यस्तै हो लन्ट्याङ हल्लिने गाइजहरू होइन कहाँ जाने भने यार यिनीहरू डुलाएको डुलाएको तिमीहरू डुलाएको गरे हो अति नगर न यार केटाकेटीहरू अಯ್यो एरिक ओए यार मेरो भिडियो त खत्तम आएछ नि त तर यस्तो भिडियो बनाउनु त लजाउनु चाहिँ हुँदैन नि थाहा छ मलाई लाभ लाग्दैन नि त अलिअलि पनि लाभ लाग्दैन म त यतिकै बनाइदिन्छु त्यो वाला चाहिएको यस्तो त्यो डन्डी हुन्छ नि डन्डी यस्तो कि तर मेरो है के ग्रिप मस्त भने के हो फेरि यार रोल गर्नलाई के लाइक तिम्रो त्यो हुन्छ नि तिम्रो हल्लिएर झारझार आउँछ नि त्यो चाहिँ अलिक कम हुन्छ कि फेरि ए ओके यसरी यसरी देखाउने ब्याकमा चाहिँ यसरी हात दुख्यो गाई चाहिँ यस्तो हेर त ल अनि यस्तो ल देखाउँदा कति सजिलो तपाईँले भने जस्तो सजिलो चाहिँ मान्छेले कति गाह्रो भइसक्यो यार आइया यार अब के हो यस्तो रोड त चल्यो पनि देखाएको छ नि यार होइन कृपया माफ गर्नु होला यो कारागार होइन यो बौद्ध कारागार कारागार यिनीहरू त कति साह्रो दौड्यो यार यसरी लास्टै खुट्टा हात दुख्यो क्या मलाई हो यार यिनीहरू रनिङ गयो यिनीहरू यार लम्बुहरू यार ठिक छ म 10 मिनटभन्दा माथि बनाउँछु क्या भिडियो एउटा अनि हाम्रो अर्को एउटा डन यहाँ हिँड्नु भएको छ दुईजना डनहरू अगाडि हिँड्नु भएको छ है उयो विदेशबाट आएर हामी पछि हिँडिरहेको मात्रै हो नत्र त किन हिँड्नु यहाँ बाटो चाहिँ मर्मत सम्भार भइरहेछ है यो चाहिँ नट ब्याड ओके दामी हुन्छ पहिलाभन्दा त राम्रो भइसकेको छ फलफुलै गाइज
फलफुल ठिक छ ओके यो चाहिँ हामी टुङ हिँडेका छौँ होइन दुईजना लम्बोहरू अगाडि छौँ म यहाँ छु राइट थप्डा त मेरो खासै कति लाग्दैन होला होइन त थप्डा त मेरो खासै गति लागेको छैन नाक यस्तै छ मुख यस्तै छ अब कसलाई के मतलब होइन अब यस्तै हो यो ठिक छ बालै फरर आइया अब 10 मिनट जति भयो होला गाइस मैले चाहिँ अब बन्द गरिदिएँ राइट कहाँ छ केएफसी खोइ ओके केएफसी आइपुगेछ गाइस आज चाहिँ मलाई विदेशको साथीले यो केएफसी भन्ने ठाउँमा खुवाउने रे होइन तर सधैँभरि खाना पाए पो आउनु यार कहिले काहीँ के आउनु यार फाइनली गाइज वी रिच टु केएफसी हामी चाहिँ अब केएफसी खाना गइसकेको छौँ जे पहिले त नगर्नु न यार मेरो ओइ यसको भ्लगमा आइदियो रे यहाँ पनि बस्नु छैन भन्ने